सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूल सार हो। यही नै राजनीतिको मूलधार हुनु पर्ने हो। विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नु परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुन दृष्टि लगाउनु पर्ने समय आएको छ। स्वदेशी स्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने सङ्केतहरू देखा परिरहेका छन्। विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नु पर्दछ। युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ। विश्वभरि छरिरहेका नेपालीहरू एकताका सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्ना ज्ञान, सिप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ। प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिमवत् खण्ड नेपाल सिँगार्न र विकासको विपुल फुक्न कसरी लाग्ने र लगाउने स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ। जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्नु सकेमा राष्ट्रको योगदानमा ठुलो टेवा पुग्न सक्नेछ। सुशासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनु पर्दछ।